दिदी यस्तै हो जान्ने हो के यता फर्किने न हो हाम्रो कन्ने केटी हो यो चाहिँ उलाई लगाएपछि खुल्छ के राम्रो दुईटी लगाइदिनु न एक पहिला यो लाइन दिदीले राम्रो लागिराख्नु भएको छ राम्रो लाउनु हामी पो मलाई सेतो लगाइदिनु नि बिच हामीलाई शान्ति चाहियो कसलाई क्रान्ति चाहियो शान्तिको मतलब त सेतै चाहियो रोग भएको शान्ति चाहियो हराएर मसँग तिमीलाई चाहिँ के रे यही बेला भन्नु यही बेला सबै भन्नु ल के के छ मनमा खुस यही बेला यही हो मौका ए मेरो खै बिन्दास खै दिदीको छ के होइन मोबाइल अर्को साल पनि यस्तै लगाउन पाइयोस् बस हैन ल यो महँगो छ थोरै थोरै छ मैले चाहिँ गरेको छु होमवर्क गर्दै गर्नु खै त फर्काएको फर्का खोइ त भयो खुट्टा ढक्ने हो आज होइन भयो पढ्दैन मेरो भाइको सुख शान्ति होस् मुक्ति रहोस् अलि मास्तिर टानोस् मौकाले परेको बेला सुख शान्ति होस् बिजनेसहरू सब फलेर फुलेर यस्तै राम्रो होस् डाँडा काँडा होस् डाँडा काँडा होस् पाखा पखेरा पनि होस् पाकेर होस् पोखरामा होस् माइन्डले छिटा कुरा पुगोस् अहिले भनेको सबै पुग्छ मलाई स्वास्थ्य राम्रो होस् स्वास्थ्य राम्रो होस् अर्को साल पनि यसरी भगवानले रक्षा गरौँ भाइको मनको इच्छा गरिदिनु जय त्यसको गुरु देवी धर्म इच्छा ल दाइले त आफै आशीर्वाद आफैलाई जान्नु भएर के अरे त्यो आशीर्वाद पुग्ने गरेर दिनुभएको छ के अरे अहिलेको हाम्रो शिक्षा मन्त्री हो महावीर हो सेकेन्ड महावीर हो सेकेन्ड महावीर भन्नुहोस् 20-25 भन्छ झन्नै अलि पछि जमरा दिनुहोस् हातमा अलि देऊ न महँगो छ बेच्न राखेको थियो त बाटोमा भयो ठिक छ भयो धन्यवाद यो कसलाई बहिनीलाई भाइलाई त अब ओखर मात्रै होला 1005 रुपियाँ प्राप्त भाइ भनेर न ज्वाइँ हो ल ज्वाइँ पैसा देऊ त है ए कुरै गर्ने हो त्यसरी 1005 रुपियाँ 505 रुपियाँ प्राप्त अफुल्टोले चाहिँ धेरै दिदी र भिनाजु भयो ल हजुर जानु ल दुईटै श्रीमान त्यही घुमायो नि हुन्छ नि त कहिले आउनु हाम्रो बहिनीको हाम्रो भाइको सुख शान्ति होस् समृद्ध होस् अहिलेसम्म भइरहेको छ भने जस्तो छ हैन जुग जुग जिउ हैन मैले चिता पुरा पुगेर भाइ बहिनी सबै टिकटक खिचेर हेर्नु पर्यो नाचेको राम्रो छ सधैँ नाचिराख्नु थोरै थोरै रातो राख्नु दही हाल्नु पर्दैन होला के रे है यो भित्र राख्मै उछाल्नु पर्छ भयो बहिनीले
पहिले दिनु के बहिनीलाई के गर्नु पैसा दिएर सकिन्छ खै फुल पानी दियो केही फरक पर्दैन जग्गु राख्ने तेरो आशीर्वाद लागोस् अब नेक्स्ट गङ्गा नेक्स्ट कन्टेक्ट गङ्गा यमुना बेहुला ढाका टोपी खै अलि राम्रो होइन क्या त्यो दारामा बहिनीले मैले सिकाएको खलिफाको रोग ब्याधले हरण हो मैले सिकाएको कुरा पुगेर यो दुईटा भाइ बहिनीको नि सेट मलाई त धेरै बोल्छ भने होला बोल्दै नबोलेर अन्याय गर्नुभयो मनमा नै भन्नुभयो फलोस् फुलोस् धेरै धेरै अर्को साल पनि यस्तै गर्न पाऊँ देवी देवताले रक्षा गरून् आकाशका देवी पातालका देवी दक्षिणका पूर्वका पश्चिमका सबै देवी देवता रक्षा गरून् भन्ने कान्छीलाई पुगेन के अब नेक्स्ट अब को नेक्स्ट नेक्स्ट यता कान्छी र कान्छी 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 हो हामी उम्केन नि त मेरो बहिनीको फलिफा रोग ब्याधले निरोगी होस् रोग ब्याध नलागोस् व्यापार असाध्यै फैलाओस् सबैले मानोस् भन्ने सिकाएको कुरा पुगोस् देवी देवता रक्षा गरून् घर दशा शान्ति हुन् रोग वेद नलागोस् आज एनिभर्सरी एनिभर्सरी त लास्टमा हो कि हेप्पी एनिभर्सरी त्यति भन्ने हो क्या भन्ने केही गर्नु पर्दैन क्या मनले चाहिँ भनेपछि पुगो हो क्या आशीर्वाद एनिभर्सरी गिफ्ट चाहियो गिफ्ट चाहियो यही हो गिफ्ट महान गिफ्ट बहिनीको चाहिँ पुरै बगेछ होइन आजको दिनमा म यहाँ छु भन्छ एकछिन पछि मेरो दिपकको फलोस् फुलोस् रोग ब्याधले सन्तोष रोग ब्याध नलागोस् व्यापार राम्रो फैलाओस् अनि त्यहाँबाट आएर नाता नातिनी एकैचोटि ओभरको चियरमा हैन गरम गरौँ दुईटै एकैचोटि निकाल्ने एकैचोटि जोडेर एकैचोटि कटा निकाल्छ दुईटा तिनटा एकैचोटि हो त्यस्तै निकाल्नु नि घर दशा शान्ति होस् आठैता होस् अर्को साल पनि यसरी लाउन पाइयोस् भेटघाट होस् नाति नातिना प्राप्त होस् होइन यो नाति नै यो माथिको नाति ₹5 रुपियाँ हो मेरो पालोमा यस्तो के हो त्यो तर दियो कहिले
ल मेरो मदनको मनले चिताएको रोग ब्याध नलागोस्, मनले चिताएको कुरो पुगोस्, गर डसो शान्ति होस्। छिट्टै चाहिँ बुहारीले मन पराओस्। एउटा बुहारीले मन पराइहालोस् हैन। एउटा बुहारीले मन परायो छिट्टै चाहिँ मैले बाउले बेसेर सघाओस्। छोरीको पनि रोग ब्याध नलागोस्। पढे लेखेर धेरै चाहिँ माथि जाने मन ज्ञानी भएस्। आँटेटा पुस। ठुलो मान्छे बन्ने, धेरै धेरै पढ्ने अनि भनेको मान्ने। फेरि भन्नु मलाई मेरो मदनको छिट्टै बिहा होस्। छिट्टै आओस्। विपन्ना के भन्ने विपन्नासँग बिहा होस्। सपना होइन रियल चाहियो नि विपन्ना आओस्, मनले चिताएको कुरा पुगोस् मेरो छोरीको। विपन्ना चाहियो विपन्ना चाहियो। अब हामीलाई विपन्ना चाहियो यो सपना काम छैन रियल भन्नु पर्यो कि हामीलाई ल खाए उनीहरूले त बाउलाई दिने चलन छ होइन होइन ठिक हो एकदम सही हो। मेरो छोरी तपाईहरुलाई चाहिँ ए ल ओके ल सक्यो हो? ल सक्यो ल सक्यो ल अब हामीलाई भयो सबैको भयो। मामिनको भाइ भयो नि। मामिनको भाइ त हो। होइन देखाइले मान्छे पुगिहाल्यो सबै। होइन लाउँछ। छोराबाले ल्याइदिनु अनि छोरीले ल्याइदिनु भयो। छोराबारीलाई नै न छोरीलाई छोरा ल्याइदिनु भयो। छोरीलाई ल्याइदेऊ। त्यही हो मदनलाई ल्याइदेऊ। म त ओखो जम्मा गरेर बस्नु ए अँ म त सकेर घाटा व्यापार त्यति उम्बाइदिनुहोस् ओहो ओहो यो त दसैँ के अरे गेमा टिका लगाएको जस्तो फोटो खै त ह्यापी बट्टा। ह्यापी एनिभर्सरी ह्यापी दसैँ ह्यापी दसैँ छोरालाई पनि भन कि बुहारीलाई ह्यापी एनिभर्सरी अनि दसैँको तर्फबाट छोराबारीलाई लगाइदिनु त्यति गर्नुहुन्छ रोग भेट नहोस्, फुल्या जस्तो फलोस्। छोरालाई खुसीले रक्षा गरून्, स्वस्थ रहनु। अनि त्यसपछि रक्षा गरून्। त्यही खुसीको खबर सुन्न पाऊँ। मेरो रहर पुरा गरिदियो। ताली बजाइदेऊ खोइ। मेरो छोरालाई धेरै आशीर्वाद रहर पुगोस् पुऱ्याउनु पर्यो जसरी पनि कता हो जसरी हुन्छ हुनु कता हो नभए बर्दानतिर जानु पर्यो कता बर्दान पनि हेर्नु छ एउटा संस्था ल युनिभर्सिटी हिरा पनि ल्याएको छ नि हटे लगाइदिनु हेरा मोती के आयो जस्तो छ। ह्याप्पी एनिभर्सरी। ल हेप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी अनि ह्याप्पी दसैँ मदन र त पनि गइहाल्छ। टिका लगाइदिइहाल्नु नि ह्याप्पी एनिभर्सरी ह्याप्पी दसैँ त्यही हो लाउनु ल दसैँमा परेछ है मैले खिट्टी अनै छ नि होइन अनेछ अनेछ चाहिए कि नहीं चाहिए? चाहिए चाहिल बा। यही छ भने ए मिल्छ छोराबारीलाई बुहारीलाई ल्याउँछ छोरालाई चाहिन्न
टिचिसक्यो मदनले लाउने हो र बुहारीलाई होइन बुहारीलाई त दिने मात्रै हो दिने मात्र हो तिमीले बुहारीलाई देऊ मात्र बुहारीलाई टिका लगाइदिनु फुल जमारा दिने छुने होइन कि छुन्ने होइन भन्छन् है तर अदालत हरायो त्यस्तो छुनेर अनि पैसा भाइले कमाएर हुन्छ क्या अहिले अहिले टाँस खेल्न लाग्नु है बुहारीलाई दे ए छैन गोजिया छैन क्या बिचरा गोजीमा दाम हुनु परेन कस्तो कुरा हो ओ ल भयो 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 दिने होइन त्यो पैसा त आफ्नो हो ल ल खिच तिमीले पनि खिचिदिएको छु कि जेसी के हुन्छ अब सक्यो है सक्यो सकेको र बढी किसिम भइसक्यो ल म पनि आएँ ल दिपक के छ त खोलिसक्यो भने अहिले किन्दा हुन्छ क्या आज यसमा जुस खाने हो जेठो छोरा ज्ञानी ओनु मलाई त यादै भएन सिटे बुहारी ल्याइदिनु अनि नाति पाइदिनु धेरै नरिसाउनु ज्ञानी हुनु स्वस्थ रहनु बुद्ध भगवानीले रक्षा गरून् 33 कोटी बाहिरको के टिकटक हो ले हात धो मलाई भन्नु खुट्टामा धोपर्नु के छ ल आउनु बाबु होइन अनि धेरै ज्ञानी हुनु देउरा धेरै माया गर्नु रक्षा गर्नु जेठानीलाई व्यस्त रहनु आउँदै हात लाउ सम्झेर फर्स्ट टाइम गीत आशीर्वाद प्लस दान के दक्षिणा बियर खाने दान दक्षिणा रहनु कुलपुत्रीले रक्षा गरून् दुर्गा भवानीले रक्षा गर्नुहोस् हाम्रो बाबु सधैँभरि स्वस्थ रहनु व्यस्त रहनु पैसा चल्दैन भनेर पुस्छु भन्दैन रातो भयो चल्दैन भनेर खै ल्याउ पनि पैसा खाइ जस्तो गर्ने अरे यहाँ बोल्न मान्ने हो खाइ जस्तो गर्नु पर्यो नि यो त यहाँ राख्ने होला नि किन छुट्टै राख्नु